आगो लाउँदै हिँड्ने कुन चाहिँ विदेशी थियो त्यो सबै नेपाली हो कि तिनीहरू सबै विदेशी भन्नु पर्यो? उपयोग विदेशी हुन्। नेपालीहरूलाई उपयोग गरे। अहिले तपाईँको समातेको भने त सिंहदरबार, कार्यपालिका, व्यवस्थापिका भनेर संसद भवन, न्यायपालिकामा सर्वोच्च सामान्य राष्ट्रपति बस्ने ठाउँ चलेको कुरा त अहिलेको रिसर्चले अनुसन्धानले त त्यहाँ माओवादीको जनसङ्गठन भातृ सङ्गठन क्रान्तिकारी भनेर सुविधा छ। राष्ट्रपतिका मान्छे त्यति मात्रै होइन सर, विद्यादेवी भण्डारीको घर जलाउन एमालेका मान्छे पनि पुगेका छन्। गोकुल बास्कोटा लगायतले एमालेका मान्छेहरूलाई लगाइदिएर पनि मेरो घर जलाए भन्ने पनि छ। यहाँ आफ्ना आफ्ना काङ्ग्रेसले एमालेले काङ्ग्रेसका, माओवादीले एमालेका, यता बुढी यस्तो छ। त्यसैले मैले अघि नै तपाईँलाई मैले अघि नै अनुरोध गरेँ, त्यो रिपोर्ट आएपछि थाहा हुन्छ। ओके, अब तपाईँ ह्याट्रिक गर्ने दाउ हुनुहुन्छ। प्रतिनिधि सभाको निर्वाचनमा 70मा संविधान सभाको निर्वाचन लड्नुभएको थियो तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग। त्यति बेलाको हारको विषयलाई लिएर ठुलो चर्चा भएको थियो है। श्रेष्ठ जिल्ला त्यहाँ हराइयो कि हार्नुभयो भन्ने कुरा ठुलो विवादको विषय बनेको थियो। त्यो अहिले पनि सम्झनामा आइरहन्छ। भएको थियो कि छोटोमा सम्झिदिनु। अब त्यो विषयको सवालमा मैले चुनाव जितेकै हो, मलाई जबरजस्ती हराइयो। मैले सम्मानित सर्वोच्चमा मुद्दा पनि हालेँ। मलाई सपोर्ट गर्ने 50 जना महाधिवक्ता अधिवक्ताहरू पनि थियो। पछि अब त्यो न्यायालयले मलाई मेरो पुरै प्रमाणहरू थियो, बुथ कब्जा गरेको प्रमाण पनि थियो, विदेश गएको मान्छेहरूको पासपोर्ट पेस गरेको थियो, उसको नाममा फोटो हालेको थियो, मृत्यु भएको मान्छेको मृत्यु दर्ता प्रमाणपत्र पेस गरेको थियो। सबै प्रमाण हुँदाहुँदै मलाई सम्मानित न्यायालयबाट न्याय पाएन। राति मतगणनासम्म रोकियो भन्ने कुरा पछिका हल्ला पनि धेरै आयो। मतगणना त 18 घण्टा रोक्यो। त्यसपछि हाम्रो नारा जुलुस हो हल्ला भइसकेपछि पुनः गिन्ती भयो। गिन्ती हुँदाखेरि सिल नम्बर मिले, सिल गरेको नम्बर फरक भयो। पछाडि त्यो बक्सा हेर्दा त त्यहाँ डबल छाप लगायो पायो। सूर्यमा अर्को छाप लिएर हँसियाटुडा छाप लिएर ठोकेको पाइयो। जसले गर्दा त्यहाँनिर मलाई हराउने काम भयो। अब त्यहाँनिर मलाई लीलानाथ श्रेष्ठलाई हराइयो, हारेको प्रचण्डजीलाई जिताइयो। अनि त्यहाँ के भन्यो भने उहाँ जितेन भने उहाँ जङ्गल पस्नुहुन्छ, संविधान बन्दैन भनेर त्यस्तो मलाई उहाँ श्रीमान माथि म 1 नम्बर न्यायाधीश कहाँ जान्छु भने 5 नम्बर श्रीमान तपाईँले पनि त्यो बेलामा माग्नु भएको थियो। त्यस्तो प्रस्ताव पनि भित्र आएको थियो तपाईँलाई, त्यहाँ के काटिदिनुहोस् भनेर। त्यहाँ के भयो भने हामीले पनि बुथ कब्जा भएको छ 3 ठाउँमा, यो रद्द गर्न भनेर निवेदन दिए। 1 नम्बर उहाँले बुथै क्यान्सल गरेर 5000 3वटा पालिकामा बुथ कब्जा भएको थियो। मत लिँदै छाप्दै गरेको थियो। त्यो उहाँले क्यान्सल गर्नु भएन। त्यसको लागि 2-3 घन्टा नै बहस भयो। त्यसपछि धेरैले जितिहाल्छ, के फरक पर्छ, काउन्टिङ गर्नुहोस् भन्ने साथीहरूले गरे। जब लास्ट भयो, म जित्ने ठाउँ आएँ, त्यसपछि उहाँले न्यायाधीश हतारेर कतिवटा फोन आइरहेको थियो। उहाँले माथि जानुभयो। 5 नम्बर श्रीमान थियो, 1 नम्बर श्रीमान त अभिभावक हो, मलाई जरुरी छ सल्लाह गर्न जान्छु भने उहाँ माथि चढ्ने बित्तिकै मलाई फोन आयो, तपाईँलाई चाहिँ अब जुनसुकै हालतमा हराउँछ, तपाईँलाई हराउँछ, अब तपाईँ जित्नुहुन्न भने। अनि मैले हाम्रो अहिलेको राष्ट्रपतिजी हाम्रो उपाध्यक्ष हुनुहुन्थ्यो, उहाँलाई मैले फोन गरेँ, मलाई यस्तो यस्तो भनिरहेछ, उहाँ माथि जानुभयो श्रीमान निर्वाचन आधिकारिक श्रीमान, तर मलाई फोन आयो तपाईँलाई चाहिँ अब चुनावमा जुनसुकै हातमा हराउँछ भनेको छ भनेर उहाँलाई भने पूर्व राष्ट्रपतिज्यूलाई उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि हाम्रो अध्यक्षले केपी शर्मा ओलीलाई मैले फोन गरेँ। उहाँ एकछिन चुप लाग्नुभयो। अनि पछि उहाँले पनि हो र भने, मैले हो यस्तो यस्तो छ भने। त्यसपछि मैले माधव नेपाललाई गरेँ, यस्तो त नहुनु पर्ने, ठिक छ म बुझ्छु भन्नुभयो। त्यसपछि मैले भ्या छाना हाम्रो अध्यक्ष हुनुहुन्थ्यो, उहाँले के भने ठिक छ विषयमा म चाहिँ बुझ्छु भन्नुभयो। तब न्यायाधीश चाहिँ माथिबाट 1.5 घन्टामा ओर्लिनुभयो। ओर्लिसकेपछि उहाँले के भन्छ भने यो चाहिँ देशभरि धान्ने भयो, काठमाडौँमा हारिसक्नु भएको थियो, देशभरि धान्ने भयो, त्यस कारणले अहिले चाहिँ यो स्थित गरेको प्रचण्डजीले अब्जेक्सन गर्नुभएको छ, देशभरि नै चुनाव हारेको हुनाले धान्ने भयो भनेको छ, रोकियो भने। मैले अग्नि खरेला भने अग्नि खरेला एडमिनिस्ट्रेसन हेर्दै हुनुहुन्थ्यो। अनि मेरो साथी पढेको ल अग्नि चाहिँ के हो भन्दाखेरि लीलाजी अब मैले सकिनँ, यहाँ धेरै ठुलो कुरा छ, खेलहरू
अब मैले सकिनँ, तपाईँ आफै नीलकण्ठ उप्रेतीलाई फोन गर्नुहोस् त भनेपछि अनि मैले उहाँलाई प्रमुख आयुक्त निर्वाचन आयोग अनि उहाँलाई मैले के हो यो तपाईँलाई नेकपा एमाले सिफारिस गरे प्रधानमन्त्री हुन तपाईँले न्याय त दिनु पऱ्यो नि। उसले 3-3वटा बुथ कब्जा गर्दाखेरि त्यहाँ तपाईँले रद्द नगरिदिने। अनि अहिले जब मैले अब म जित्ने ठाउँमा गाविस पर्दाखेरि अनि काउन्टी रोक्ने यो के हो भनेर भन्दाखेरि उहाँ जवाब हुनुभयो, जवाबै दिनु सक्दैन। अनि मैले बुझेँ कि यसमा केही मलाई त फोन आएकै थियो, तिमीलाई जुनसुकै हालतमा हराउँछ भनेर। यहाँ बैठक बसेका थिएँ नेताहरूको, ठुल्ठुला नेताहरूको। यहाँ प्रचण्ड जितेन भने जङ्गल बस्छ, संविधान बन्दैन। कहाँ बसेको? यहाँ काठमाडौँमा दुर्घटना चाहिँ कसले भन्यो तपाईँलाई जितेन भने जङ्गल पस्छ भनेर? यो कुरा मैले यहाँ भन्दाखेरि मिडियामा तपाईँको पार्टीका मान्छेले भन्नुभयो कि अरू मान्छेले? यो चाहिँ एकदमै संवेदनशील संस्था हो त्यो, जो भन्ने नहुने त मलाई एक्लै भन्नुला। त्यो बेकारमा एउटा उसलाई के हुन्छ नि लान्छना लगाए जस्तो हुन्छ। त्यस्तो संस्थाका प्रतिनिधिहरूले त्यो भन्यो संस्थामा बैठक बसेर विभिन्न पार्टीको शीर्ष नेताहरू बसेर निर्णय गरेर त्यहाँ गएर भतिजो काम गर्थ्यो कि त्यो ठाउँमा। अब तपाईँलाई हराउँदैछ अङ्कल, तपाईँ अब कहाँ भन्नु भनेर भन्नुहोस् है, तपाईँलाई हराउँदैछ भनेर उसले भनेको थिएँ। त्यो गोप्य सूचना ऊ माथि सिडी चढ्ने बित्तिकै 10-15 मिनटमै मलाई भने। उहाँ त 1.5 घन्टामा ओर्लिनु भयो। लामो बहस छलफल भएर निर्वाचन आयोगको चिठी लिएर आउनुभयो, अस्थगित मलाई देखाउनु भयो। अनि मेरो गोलगाको मेयर हुन्छ मेरो काएको छ, उसले त झ्याप्प न्यायाधीशलाई काला समात्नु भयो। मैले उहाँलाई के भने, उहाँले गरे अब यो खेल त माथिबाट भएको नगर भनेर मैले रोकेँ कि पहिला बुथ क्याप्चर भएको ठाउँमा चाहिँ तपाईँले जबरजस्ती काउन्टिङ गराए। अब जित्दैछु अनि फेरि स्थगित गराउने कारण के भएको छ? यहाँ के भएको छ? त्यसो भए एउटा चल खेलले मलाई हराइयो भन्ने कुरा तपाईँको हो हराएकै हो। ओके। त्यसपछि प्रचण्डजीलाई मलाई धेरै मिडियाले इन्टरभ्यू लिए, कुनै नेपालको कुनै मिडिया नै थिएन मलाई नलिने। सबैले लिएँ, सबै ठाउँमा उहाँलाई भने, तर उहाँले आजसम्म उहाँले जवाब दिनु भएन। अनि एकचोटि प्रचण्ड अध्यक्ष भयो हाम्रो, अनि म गएर भेट्न। तपाईँले बधाई दिनुभयो कि नै उहाँलाई त्यो जितपछि? के को बधाई दिनु, जितेछ मैले बधाई उहाँलाई के दिनु। अनि त्यसपछि म उहाँलाई भेट्न अध्यक्षको नाताले। अनि मलाई उहाँले भन्नुभयो, झन्डैले तपाईँले हराउनु भएको हो, तपाईँ त अत्यन्त लोकप्रिय मान्छे रहेछ, एकदम शालीन व्यक्ति रहेछ। म त एकचोटि बुझिनँ, दोस्रोचोटिमा तेस्रोचोटिमा मैले बुझेँ तपाईँ त लोकप्रिय मान्छे रहेछ। 18,000 मतको डिफ्रेन्स भनेर म गएँ एमाले भन्दा 8,000 उनीहरू 12,000 उनको पार्टी मात्र पासमा लगाएको, 6,000 विश्वास प्लस भएपछि आयो 18,000, हाम्रो 8,000 धर्मनाथ साल। त्यस कारणले म आएको, तपाईँको एकदमै लोकप्रिय मान्छे रहेछ, मलाई त थाहै भएन भनेर भन्नुभयो। म हाँसेँ क्या, झन्डैले हराएको भने हाँसेँ, उहाँ केही बोल्नु भएन कि। अब प्रचण्डजीले पनि त्यति लोकप्रिय मानेको, शालीन व्यक्तित्व मानेको, त्यसपछि जनताले तपाईँलाई 2 पटक जिताएको, तर पनि जनतालाई झोकाएर काम गर्न नसकेको पनि फेरि अहिले लीनानाथ श्रेष्ठ तपाईँ नै हो। प्रश्न गरौँ, 2051 सालमा जिल्ला विकास समितिको उपसभापति हुँदा नै सुनकोशी डाइभर्सन बनाउने प्रतिबद्धता गरेको 32 वर्ष बितिसक्दा पनि त्यसको हालत त्यही भएको, त्यही गराएको तपाईँले अहिले फेरि भोट माग्न आएको, फेरि काम गर्छु भन्दै होला। सबभन्दा पहिला त किन हाँसेको? 2054 साल उपसभापतिले 54 सालमा सुनकोशी कमला डाइभर्सन बनाउँछु भन्ने हैसियतै राख्दैन। तर के भने एउटा एमालेको कार्यकर्ताको हिसाबले जिल्ला विकास उपसभापतिले माग चाहिँ राख्न पाइन्छ। हामीले माग राखेको हो, नगरसभाबाट पास गरेको, जिल्ला सभाबाट यो चाहिँ हाम्रो आवश्यकता छ भनेर माग चाहिँ राख्दै आएको हो। तर के भने म त उपसभापति पनि के अरे मेयर पनि के अरे ऊ पनि थिएन, मान्य पनि थिएन, मन्त्री पनि। काम किन पुरा भएन? तपाईँ सरकारमा मन्त्री हुनुभयो, तपाईँ एमाले शक्तिशाली पार्टीको यो प्रभावशाली नेता हो, अध्यक्षजी केपी शर्मा ओलीजीले तपाईँलाई धेरै विश्वास गर्नुहुन्छ, तपाईँले यो क्षेत्रमा काम किन गर्नुहुन्छ? मैले कति काम गरेको छु भनौँला। सुनकोशी कमलाको बारेमा जब म प्रतिनिधि सभा चाहिँ म पनि भनौँला, सबै काम गरेको भए मैले हो भन्दै हिँड्नुहुन्छ अरे यहाँ। जे काम भएको छ त मैले हो भन्दै हिँड्नुहुन्छ। ठिक छ। अनि म प्रतिपक्ष आदित छन्, हाँस्छन् उनीहरू। ठिक छ, हाँस्छ भने त म एउटै दिन्छु नि त, मेरो पलमा भएको कुरा त मैले भन्नु पऱ्यो नि। ओके। अनि म आयोगमा छलफल गर्न गएँ। यो डाइभर्सन गराउने काम कहाँ थियो त्यति बेला? ओके। अनि म योजना आयोगमा छलफल गर्ने, त्यो के रहेछ भने
नेपाल र भारतको यो ड्याम बनाउने कुरामा चाहिँ एग्रिमेन्ट भएको रहेछ। यो डिपिआर उनीहरू चाहिँ हाई ड्याम बनाउने नेपालको भागलाई धेरै डुबान गरिदिने, उसको स्वार्थ हाम्रो स्वार्थ चाहिँ त्यो हामीलाई चाहिँ अहित हुन्छ भने नमानेर यो लम्बिँदै 20 वर्षसम्म लम्बिएको हुनाले भारतका कारणले यो चाहिँ हो ठिक हो, ठिक हो। यो स्टाइल अनि ठिक यो छ। चाहिँ माधव नेपालीलाई मैले प्रश्न गरेको यो काम किन गर्नु भएन भनेको केपी ओलीका कारण हो नि, केपी ओलीले पैसा नदिएर भन्नुहुन्थ्यो तपाईँ फेरि त भारत हेराउनु पनि सजिलो होइन भने अनि मैले बुझेँ त्यहाँ अनि उहाँले भने यो म्याच सक्छ हाम्रो अध्यक्षले भने यो म्याच सक्ने बित्तिकै म राखिदिन्छु भने 15औं पञ्चवर्षीय योजनामा हामीले राख्यौँ प्लानिङमा, यो चाहिँ दीर्घकालीन रूपमा हेरेर लग्ने भनेर।